आजको भिडियोमा हामी महिला र पुरुषमा हुने यौन रोगको विषयहरूमा चर्चा गर्दैछौँ। कृपया भिडियो अन्तिमसम्म हेर्नुहोला र यस्तै स्वास्थ्यमूलक भिडियोहरूको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गर्न पनि नबिर्सिनुहोला। यौन सम्पर्कबाट सर्ने रोगलाई यौन सम्बन्धी रोग भनिन्छ। यौन रोग सम्बन्धी शिक्षाको अभावले गर्दा हाम्रो देशमा धेरै मानिस यस रोगबाट प्रभावित भएको पाइन्छ। यौन सम्बन्धी जानकारी लिन लाज मान्ने कारणले पनि यसबारे पर्याप्त ज्ञानको अभाव भएको हो। खास गरी असुरक्षित यौन सम्पर्कका कारण यौन रोग सर्ने गर्दछ। यौन रोग लागेको मानिसले स्वास्थ्य मानिससँग यौन सम्पर्क भएमा पनि यो रोग सर्दछ। यस्तै महिला वा पुरुषमा एकजनालाई यो रोग लागेमा दुवैलाई सर्ने हुन्छ। यो रोगको सुरुमै जचाएर पहिचान गरी दुवै दम्पतिले समस्यामा उपचार गरे यो रोग निको हुन्छ। गर्भवती अवस्थामा गर्भमा रहेको बच्चालाई पनि यौन रोगको असर पार्ने हुन सक्छ। महिलामा हुने यौन रोगका लक्षणहरू यस्ता छन्: यौनी चिलाउने, राना बिबिरा देखिने, पानीका फोका जस्तो दागहरू हुने, सम्भोग गर्दा दुख्ने, यौनी श्राप हुने, ज्वरो आउने, तल्लो पेट दुख्ने। भने पुरुषहरूमा देखिने यौनका लक्षणहरू यस्ता छन्: लिङ्गबाट पिपाउने, पिसाब फेर्दा पोल्ने, दुख्ने, टट्टाउने, यौन अङ्गमा साना साना बिबिरा वा खटिरा आउने, फोकाहरू देखिने, चिलाउने, साना साना घाउ आउने आदि।